आज म आफ्नो यो करेसाबारी भन्नु पर्यो मकै लगाएको थिएँ 2-4 बोट। यो मकैलाई मजाले उसिनेर पोलेर घिउमा भुटेर खाने योजना छ। ल यो मकैहरू म फेरि यस्तो चकचक काम पनि गर्छु नि। मलाई यस्तो गर्न नि आउँछ। यस्तो गर्ने हेर्ने के मजा लाग्छ यस्तो गर्नलाई। अनि सबैलाई अलिअलि मैले देखाइसकेको छु कि आउने अनि छुक गर्ने बानी छ क्या यस्तै। त्यो देखेपछि कस्तो सकसक लाग्छ मलाई के गरौँ लाग्छ। अनि म यस्तो गर्छु। गदाले भारी बोक्नु पाएन भने रुन्छ भन्थ्यो। म काम गर्न पाएन भने केही नै पाएन भने कोट्याएर पनि बस्छु क्या म। यो मकै उखालेर काटेर अनि म फेरि अर्को रोपिदिइहाल्छु। मजाले यो हरिया मकै खान। ल आलु रोपेको यत्रो भएछ। सबै उता चाहिँ यता चाहिँ ड्याङ बनाइदिएको। अनि यो चाहिँ अल्छी लाग्यो कि सकेन भनौँ न थाक्यो। अनि त्यही भएर यति चाहिँ मैले ड्याङ नबनाइकन बनाइदिएछु। अब यो आलुलाई तर सोझो लाइनमा चाहिँ लाग्छ है मैले। अब यो आलु र अनि यो ड्याङ बनाएको आलुलाई म कम्पेयर गर्छु क्या। अनि कुन बढी फल्दो रहेछ ड्याङ बनाएकोमा बढी फल्दो रहेछ कि यो बढी फल्दो रहेछ। अनि अर्कोचोटि चाहिँ म त्यही गर्नेवाला छु। ल ह्याभ अ गुड डे।